मैत्री न्युजको टिम साङ्ग्रिला होटल नजिकैबाट अलिकति भित्र छिरेर आर्ट्स ग्रुपको कार्यालयमा पुग्दा त्यहाँ भियतनामी झण्डा फरफराइरहेको थियो। हामी त्यही झण्डा फरफराइरहेको कार्यालयमा प्रवेश गर्दै गर्दा प्रवेशद्वारमै झट्ट हेर्दा ताराहरूको आकारको लोगोमा एकैछिन ध्यान ताराहरू, एक व्यक्ति र रेखाहरू समावेश गरिएको त्यो लोगोका प्रत्येक तत्त्व र रङले विशेष अर्थ अनुरूपको विशेषता देखाएको सन्देश त्यही सूचना बोर्डमा राखिएको रहेछ। मानिसहरूको भिन्न भिन्न दृष्टिकोण, मान्छेको सकारात्मक पक्ष, पारदर्शिता, प्रतिकूल अवस्थामा पनि आन्तरिक रूपमा पूर्वाग्रही नभई तटस्थ हुनुपर्छ भन्ने जस्ता सन्देश त्यो लोगो मार्फत दिइने प्रयास गरिएको रहेछ। लोगोको तारालाई आर्क्स ग्रुपसँग सम्बन्धित सबै व्यक्तिहरू तारा जस्तै चम्किलो र प्रतिबद्ध रहेछन् भन्ने सङ्केतका रूपमा राखिएको रहेछ। त्यति मात्र होइन, उद्देश्य केलिनु उडिछुनु चन्द्र एक भन्ने लक्ष्मीप्रसाद देवकोटाको कविता जस्तै उद्देश्य चुम्न कडा परिश्रम आवश्यक हुन्छ भन्ने तथ्यलाई पनि त्यहाँ उल्लेख गरिएको रहेछ। आर्क्स ग्रुपका सबै व्यक्ति विशेषताका धनी हुन्छन् भन्दै आर्क्स ग्रुप उनीहरू सबैको उन्नति र इच्छापूर्तिमा समर्पित छ भन्ने सन्देशलाई पनि त्यो लोगो मार्फत प्रस्ट्याउने प्रयास गरिएको रहेछ।